म छोरी हूँ आकाश का तारा, आशाले चम्किन्छु दिन रात सारा। म छोरी हूँ आकाश का तारा, आशाले चम्किन्छु दिन रात सारा। यस कार्यक्रमका सभापति महोदय, विशिष्ट अतिथिज्यू, अन्य अतिथिगण एउटा हातमा कलम र अर्को हातमा कापी लिएर निष्पक्ष रूपमा दूधको दूध र पानीको पानी छुट्याउन बस्नुभएका निर्णायक मण्डलजी, मेरो प्रतिस्पर्धी साथी मित्र र यहाँ उपस्थित सम्पूर्ण साथी भाइ बहिनीहरूमा स्वीकार्नुहोस् म अनिशा शासनारको तर्फबाट न्यानो नमस्कार। आज संविधान दिवसको दिन मनाइरहेको बाल दिवसको अवसरमा लक्ष्मी विद्यापीठ संस्थाद्वारा आयोजित यस कविता प्रतियोगितामा मलाई आफ्नो कविता प्रस्तुत गर्न दिनुभएकोमा मलाई साह्रै खुसी लागेको छ। यस कविताका शीर्षक रहेको छ छोरी हौ तिमी, घरको काम सिक्नुपर्छ, छोटो लुगा लगाउनुहुन्न। घरको काम सिक्नुपर्छ, छोटो लुगा लगाउनुहुन्न। समाजमा इज्जत राख्नुपर्छ, बढी पढेर के गर्छौ, बिहे गरेर गएपछि घरको सबै काम गर्नुपर्छ। बढी पढेर के गर्छौ, बिहे गरेर गएपछि घरको सबै काम गर्नुपर्छ। सम्पूर्ण प्रश्नको एउटै उत्तर छ मसँग, सम्पूर्ण प्रश्नको एउटै उत्तर छ मसँग, हो छोरी हुँ म, हो छोरी हुँ म। मैले संसार देख्न नपाउँदा, मैले संसार देख्न नपाउँदा गर्वमै मारिएकी भ्रूण हुँ म। अर्काको देशमा शिक्षा आर्जन गरिरहँदा, अर्काको देशमा शिक्षा आर्जन गरिरहँदा मारिएकी प्राप्ति लम्साल हुँ म। आफ्नो श्रीमानको हातबाट, आफ्नो श्रीमानको हातबाट टुक्रा टुक्रा पाली फालिएकी ममता कापिले हुँ म। भगवानको दोस्रो रूप डाक्टर भएर काम गरिरहँदा, भगवानको दोस्रो रूप डाक्टर भएर काम गरिरहँदा कार्यस्थलमै बलात्कारपछि हत्या गरिएकी ममिता हुँ म। 13 वर्षको कलिले उमेरमा, 13 वर्षको कलिले उमेरमा बलात्कारपछि हत्या गरिएको र अहिले 7 वर्ष बितिसक्दा पनि न्याय नपाउँदा भड्किरहेको निर्मला आफन्त हुँ म। तिमीले भरि समाजमा जबरजस्ती तानेर लङ्घ्याउन खोजेको, तिमीले भरि समाजमा जबरजस्ती तानेर लङ्घ्याउन खोजेको द्रौपदी हुँ म। यति मात्र कहाँ हो र तिमीलाई, यति मात्र कहाँ हो र तिमीलाई। 9 महिना कोखमा राखी 10 धारा दुध चुसाई, 9 महिना कोखमा राखी 10 धारा दुध चुसाई पालन पोषण गर्ने आमा हुँ म। आमाको दुध चुसेर तिमीले जुन बल पायो, आमाको दुध चुसेर तिमीले जुन बल पायो, त्यही हातले नारीको हक किन लुट्न चाह्यौ, त्यही हातले नारीको हक किन लुट्न चाह्यौ। किनकि नारी हुँ म, किनकि छोरी हुँ म। यति सबै रूपमा उज्यार भएकी छोरी हुँ म। यदि तिमी सोच्छौ छोरी मान्छे कमजोर हुन्छ, यदि तिमी सोच्छौ छोरी मान्छे कमजोर हुन्छ भने तिम्रो सोच्नु व्यर्थ हो। किनकि महिषासुरको संहार गर्ने दुर्गा